Hi everyone, welcome to my channel. Thank you so much for watching. म हो करुणा र म अहिले छु दुबईमा। म आज हजुरहरूलाई दुबई आउँदै हुनुहुन्छ हजुर भने के कुराको ध्यान राख्ने भनेर भन्न आएको छु। म आफ्नो एक्सपिरियन्स शेयर गर्न आएको छु किनकि दुबई आउनुभन्दा पहिला मैले पनि धेरै भिडियोहरू सर्च गरेको थिएँ। दुबई गएपछि के गर्ने, कसरी जब खोज्ने, कहाँ कहाँ जब पाइन्छ, कस्तो खाले सिभी बनाउने अनि त्यहाँ यहाँको कल्चरहरू कस्तो छ भनेर मैले धेरै भिडियोहरू खोताल्दै हैन। तर धेरै भिडियोमा मैले चाहेको, मैले खोजेको प्रश्नको जवाफ चाहिँ मैले पाउँदिन थिएँ। धेरै जस्तो भिडियोमा चाहिँ के हुन्छ भने अलिकति पोजिटिभ साइडहरू मात्रै देखाइदिने, यसरी जब पाइन्छ, उसरी जब पाइन्छ, यतिको जब पाइन्छ हैन। त्यो पोजिटिभ साइड्सहरू हुन्छ नि त्यो देखाउने, अनि कसैले चाहिँ एकदमै सकिङ कुराहरू गर्ने हैन, डराउनै दिने, बर्बादै हुन्छ कि क्या हो भन्ने जस्तो फिल गराउने खाले भिडियोहरू चाहिँ मैले भेटाउने गर्थेँ। तर मेन एक्ज्याक्ट कुराहरू चाहिँ मैले भेटाउँदिन थिएँ। जस्तै जब कसरी खोज्ने हैन, कहाँ गएर खोज्ने, केमा खोज्ने, कस्तो खाले जब पाइन्छ, यहाँ आइसकेपछि चाहिँ हामीले कतिको सङ्घर्ष गर्नुपर्छ जब पाउनको लागि, तपाईँको पढाइ कस्तो हुनुपर्छ, कति लेभलसम्मको हजुरको पढाइ चाहिन्छ, एक्सपिरियन्स चाहिन्छ चाहिँदैन, कतिको इङ्ग्लिस जान्नुपर्छ, कुराहरू गर्नेछु म आज। सो विदाउट गेटिङ फर्दर अड्यु लेट्स गेट स्टार्टेड। र सुरु गर्नुभन्दा पहिला प्लिज 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 मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, यो भिडियोलाई लाइक गरिदिनु होला, र जति पनि विदेश आउनको लागि आतुर हुनुहुन्छ, स्पेसली दुबई आउनको लागि आतुर हुनुहुन्छ, उहाँहरू साथीहरूसम्म मेरो भिडियोलाई सेयर गरिदिनु होला। सो विदाउट गेटिङ फर्दर अड्यु लेट्स गेट स्टार्टेड। दुबईमा जब पाउन एकदमै गाह्रो छ त मैले भन्दिनँ, तर त्यति सजिलो पनि छैन। किनकि यहाँ आइसकेपछि मैले जे कुराहरू भोगेँ त्यो चाहिँ एकदमै नौलो, एकदमै आश्चर्यचकित बनाउने खालको थियो। म दुबई आएको 7 महिना भयो र म भिजिट भिसामा आएको हो। तर मैले पर्सनली हजुरहरूलाई भिजिट भिसामा नआउनुहोस् भन्न चाहन्छु, किनकि भिजिट भिसामा जुन तनाव हुन्छ, जुन मेन्टल प्रेसर हुन्छ, त्यो सायद वर्किङ भिसामा हुँदैन है। किनकि म भिजिटमा आएको, म मेरो एक्सपिरियन्स हजुरलाई बताउँछु। सायद वर्किङमा आउनुभएकोहरूको आफ्नै एक्सपिरियन्स छ हैन, उहाँहरूलाई पनि दुःख त हुन्छ, नहुने कुरा भएन। तर भिजिटमा आउँदा चाहिँ के कतिको गाह्रो हुन्छ भने चाहिँ अब हजुर 2 महिनाको भिजा लिएर आउनुहुन्छ हैन। अब त्यो 2 महिनाको भिजा सकिन भन्दा पहिला हजुरले जब खोजिसक्नुपर्छ। जब नपाउँजरी हजुरलाई एउटा तनाव हुन्छ कि अब घर फर्किन पनि भएन, घरबाट निस्केर आइसकेपछि फर्किन सकिँदैन। अब यहाँनिर जब नपाउँजेल हजुर बस्नु पर्यो, रुमको भाडा तिर्नु पर्यो, खानु पर्यो। त्यसपछि बाई चान्स हजुरको भिजा सकियो, अब के गर्ने? अब त्यो भिजालाई एक्सटेन्ड गराउनु पर्यो। भिजा एक्सटेन्ड गर्नको लागि हजुरलाई पैसा चाहियो, पैसा लगाएर आइसकेको छ। अब यहाँ आइसकेपछि नि एक्स्ट्रा पैसा चाहिन्छ कि हजुरलाई। अब जस्तै आफ्नै हिम्मतले आफैले एप्लाई गरेर कति हजुरले जब पाउनुभयो भने पाउनुभयो, हजुरको लकमा पनि भर पर्छ हैन। यदि हजुरले जब पाउनु भएन र हजुरलाई कन्सल्टेन्सी धाउन पर्यो भने 1000 दिरमको जब लगाइदिएको 1000 दिरम उनीहरूले माग्छन्। 2000 दिरमको जब लगाइदिएको 2800 तिनीहरूले त्यस्तो पैसा माग्छन् पहिल्यै। अब त्यो 1800, 1500, 2000 खर्च होला भनेर हजुरले लिएर त आउनुभएको हुँदैन। अब जब पाएपछि मैले तिर्छु भन्दाखेरि मान्दैनन्। पहिला पैसाले, त्यसपछि बल्ल जागिर लगाइदिन्छु भन्छन् यहाँनिर चाहिँ। आखिरमा जब नपाइसकेपछि घरमै भए पनि खाना पकाउँछु, झाडु पोछा गर्छु भन्ने समेत मानसिकता आउँछ कि हामीमा हैन। अब त्यही घरमा काम गर्नको लागि पनि सङ्घर्ष छ कि यहाँनिर। अनि त्यो घरवालाले के भन्छ भने पहिल्यैदेखि नै दुबईमा काम गरेको, घरको काम गरेको मान्छे चाहिन्छ उनीहरूलाई, एक्सपिरियन्स चाहिन्छ। त्यहाँ पनि एक्सपिरियन्स चाहिन्छ, कम्पनीमा मात्रै हैन, घरमा काम गर्नलाई पनि एक्सपिरियन्स चाहिन्छ कि हैन। जेसुकै होस् भिजिट भिसामै जान्छु, झ्याप्प गइहाल्छु, अनि त्यसपछि उहीँ गएर जति सङ्घर्ष गर्न परे पनि गर्छु, जस्तोकै भए पनि जब पाए पनि गर्छु भन्ने सोच्नुहुन्छ भने चाहिँ ढुङ्गा जस्तो मनस्थिति र चट्टान जस्तो मानसिकता लिएर मात्रै आउनु होला। आफू गलत हुनुहुन्न भने चाहिँ म गलत छैन भन्न सक्ने क्षमता बोकेर चाहिँ आउनु होला यहाँनिर। किनकि कसैले पनि हजुरलाई दया माया गर्दैन है। अब जब कहाँ कहाँ पाइन्छ त, कसरी पाइन्छ त, त्यसको बारेमा म अलिकति कुरा गर्छु हैन। मैले कसरी खोजेँ भन्ने कुरा चाहिँ हजुरलाई गर्छु। म चाहिँ बर्दुबईमा बस्थेँ। बर्दुबईमा चाहिँ एउटा मिना बजार भन्ने मार्केट छ। तपाईँ कुनै पनि ठाउँमा बस्नुहोस्, त्यहाँ अलिकति सिटी एरिया हुन्छ हैन, त्यहाँनिर धेरै सुपर मार्केटहरू हुन्छ, धेरै होलसेल रिटेल मार्केटहरू हुन्छ। त्यहाँ गएर हजुरले जब खोज्न सक्नुहुन्छ। बिहान उठ्ने, झोलामा सिबी हाल्ने, अनि बजार निस्कने, मार्केट जाने, अनि राम्रोसँग बिस्तारै सबै मार्केटलाई निहालेर हेर्ने। अनि त्यहाँ बाहिर उनीहरूले यदि भ्याकेन्सी एभाइलेबल छ उनीहरूको स्टोरमा भने बाहिर एउटा पोस्टर टाँगेको हुन्छ। त्यहाँनिर के कुराको कुन पोस्टको भ्याकेन्सी एभाइलेबल छ त्यो स्टोरको लागि त्यहाँ बाहिर लेखिएको हुन्छ। तपाईँले फोटो खिचेर ल्याउन सक्नुहुन्छ र डाइरेक्ट स्टोरभित्र गएर म चाहिँ सिबी जम्मा गराउन आएको, मलाई चाहिँ काम चाहिएको छ भनेर तपाईँ सिधै कुरा गर्न सक्नुहुन्छ। अनि उहाँहरू जेन्युन हुनुहुन्छ र उहाँहरूलाई साँच्चै कामदारको आवश्यकता छ भने उहाँहरूले हजुरको सिबी लिनुहुन्छ। यहाँनिर ठुलो ठुलो सुपर मार्केटहरू पनि हुन्छ हैन, अलमदिना जस्तो ठुलो सुपर मार्केटहरू पनि हुन्छ। उनीहरूको एउटा हेड क्वार्टर हुन्छ, नेस्टो हैन, अलमदिना यिनीहरूको हेड क्वार्टर हुन्छ। त्यहाँ गएर हजुरले सिबी आफ्नो बुझाउन सक्नुहुन्छ। जस्तै ठुलो ठुलो मलमा जानुभएको छ भने पनि त्यहाँनिर तल एउटा ठाउँ हुन्छ कि हजुरले सिबी बुझाउने ठाउँ हुन्छ। त्यहाँनिर तपाईँ गएर
कस्टमर सर्भिसमा गएर चाहिँ त्यहाँ हजुरले आफ्नो सिबी म सिबी दिन आएको भनेर आफ्नो सिबी त्यहाँ बुझाएर आउन सक्नुहुन्छ र बाई चान्स त्यहाँ जब भ्याकेन्सी एभाइलेबल छ र हजुरको एक्सपिरियन्स हजुरको सिबीमा जब लायक कुराहरू छ भने चाहिँ हजुरलाई फोन आउँछ लकिली हजुरले जब पाउन सक्नुहुन्छ। किन हजुर कन्सल्टेन्सी धाउन सक्नुहुन्छ। कन्सल्टेन्सीले हजुरलाई एकदमै ठग्छ। यहाँ ठगी कन्सल्टेन्सीमा हुन्छ। म त भन्छु नजानुस् होइन, तर पनि अब यहाँ आइसकेपछि के हुन्छ भने होइन एकचोटि जान्छु ट्राई गर्छु भन्न मन लाग्छ। मलाई पनि लागेको थियो, म पनि 2-4 कन्सल्टेन्सी धाएको थिएँ। उहाँहरूले चाहिँ हजुरसँग पैसा माग्नुहुन्छ, सबैभन्दा पहिला पैसा चाहिन्छ उहाँहरूलाई। त्यसपछि उहाँहरूले 1500, 1800, 1200 सम्मको जागिर हजुरलाई लगाइदिनुहुन्छ। पैसा बोकेर आउनुपर्ने हुन्छ त्यसको लागि चाहिँ। अनि राम्रो जागिर उहाँहरूले पनि ल्याइदिनुहुन्न। र यदि भिजिट भिसामा आउनुहुन्छ भने के तनाव हुन्छ भने कन्सल्टेन्सीमा काम गरेकोहरूले पनि हजुरलाई 2 महिनाभित्र तुरुन्तै जागिर ल्याइदिन सक्नुहुन्न। किनकि उहाँसँग पनि भ्याकेन्सी आउनु पर्यो, त्यो भ्याकेन्सीमा तपाईँ फिट हुनु पर्यो होइन। तपाईँले पनि त त्यो काम जो उहाँसँग भ्याकेन्सी आएको छ त्यो काम अनुसारको तपाईँले काम गर्न सक्नु पर्यो नि त। तपाईँलाई पनि त थाहा हुनु पर्यो त्यो कामको बारेमा। थाहै नभइकन भस्मै तपाईँले काम त पाउने कुरा भएन। त्यही भएर त्यसमा पनि समय लाग्छ। त्यही भएर सकेसम्म वर्किङमा आउनुहोस्। र दोस्रो स्टेप भनेको एपहरू छ यहाँनिर है, कतिपय एपहरू छ जस्तै लिङ्कडिन भन्ने एप छ, नौकरी गल्फ भन्ने एप छ, त्यस्तै धेरै एपहरू छ होइन। त्यहाँ हजुरले जब पाउन सक्नुहुन्छ। त्यहाँ चाहिँ कस्तो हुन्छ भने आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ, हजुरको एक्सपिरियन्स हजुरको सिबी त्यहाँ अपलोड गरेर राख्नुपर्ने हुन्छ र त्यो सिबी अनुसार हजुरले जे आफ्नो लेख्नु भएको छ एक्सपिरियन्स हजुरको सिबीमा एड गर्नुभएको छ त्यही रिलेटेड हजुरले जब भ्याकेन्सिजहरू त्यहाँ देख्न सक्नुहुन्छ। अब त्यहाँनिर गएर हजुर जस्तै म सेल्स रिलेटेड थिएँ, मैले सेल्सको लागि सिबी राखेको थिएँ र मैले सेल्स रिलेटेड नै जबहरूमा फर्म भर्ने गर्थेँ होइन। बिहान उठ्थेँ, बजार निस्किन्थेँ, त्यहाँबाट पनि फोटो खिचेर लिएर आउँथेँ घरमा होइन। जतिसुकै ठाउँमा पनि भ्याकेन्सी छ, मलाई चाहिँ झ्याप्पै स्टोरभित्र जान डर पनि लाग्थ्यो होइन। अलिकति हुन्छ नि त कन्फिडेन्ट लेभल आउँदैन होइन। सो झ्याप्पै जान पनि डर लाग्थ्यो। कोही ठाउँमा चाहिँ लेडिजहरू हुनुहुन्छ या फिर फ्यामिलियर जस्तो ठाउँ देख्यो भने चाहिँ म घुसिहाल्थेँ भित्र र सिबी जम्मा गराउन आएको भनेर त्यहाँ सिबी दिएर आउँथेँ होइन भने सबै उसको फोटो खिचेर लिएर आउँथेँ र मैले मेल गर्थेँ घरमा बसेर, एकदमै धेरै मेल गर्थेँ अनि अनलाइन फर्म भर्थेँ। अनलाइन भर्दाखेरि पनि एकदमै ध्यान दिनुपर्छ किनकि एकदमै धेरै फेक अकाउन्टहरू पनि त्यो अनलाइन उसमा हुन्छ होइन। एकदमै धेरै फेक अकाउन्ट हुन्छ। उहाँहरूले चाहिँ हजुरले फर्म भरेको एकछिनपछि नै हजुरले वाट्सएपमा मेसेज पठाइदिइहाल्छ कि फलाना ठाउँमा यसरी जानुहोस् भनेर पठाएको हुन्छ, तर तिनीहरू फेक हुन्छ। एकदमै ध्यान दिनुपर्ने हुन्छ त्यहाँ होइन। अनि जेन्युन पनि हुनुहुन्छ त्यहाँ चाहिँ। मैले चाहिँ लिङ्कडिनबाट नै जब पाएको हो। खरि हजुरले लिङ्कडिन डाउनलोड गर्नुहोस् होइन, त्यहाँ आफ्नो प्रोफाइल बनाउनुहोस् र जब खोज्न सुरु गर्नुहोस्। जब एप्लाई नगर्नुहोस् होइन, किनकि घरबाट नेपालबाट एप्लाई गरेको जब यहाँ लिँदैन। कतिपय कम्पनीहरूले चाहिँ बाहिरको क्यान्डिडेटलाई लिँदैन, यहीँ भएको क्यान्डिडेट हुनुपर्छ भनेर त्यहाँ लेखेको हुन्छ। तर यहाँ भिजिट भिसामा हुनुहुन्छ भने पनि उनीहरूले जब एक्सेप्ट गर्छ, हजुरलाई एक्सेप्ट गर्छ, मेल गर्छ, मेसेज गर्छ, फोन गर्छ, इन्टरभ्यू लिन्छ होइन। दुबईमा नेपालीहरूको यस्तो नराम्रो हालत छ होइन। 20%हरू चाहिँ राम्रो पोस्टमा राम्रोसँग आफ्नो जीवन बिताइरहनु भएको छ भने रेस्ट 80%हरूको हालत चाहिँ एकदमै खराब छ यहाँनिर होइन। बिना एक्सपिरियन्सको यहाँ काम पाउन एकदमै गाह्रो हुन्छ। नेपालीले नै हजुरलाई ठगेर हजुरको सबै पैसा लुटेर भागिदिन्छ होइन। यहाँनिर त्यति गाह्रो छ। कसैलाई ट्रस्ट नगर्नु होला, कसैको भर नपर्नु होला। आफूले नै मैले गर्छु, मैले गर्न सक्छु भन्ने क्षमता लिएर आउनु होला। मैले अघि पनि भने र अहिले पनि भन्छु, चट्टान जस्तो मानसिकता लिएर मात्रै आउनु होला होइन। कमजोर मनमुटु लिएर चाहिँ नआउनु होला। धेरै सङ्घर्ष गर्नुपर्छ यहाँ आएर। अरू पनि दुबईबारे, दुबईसँग रिलेटेड रियालिटी कुराहरू म हजुरलाई लिएर आउँछु। मैले एक्सपिरियन्स गरेका कुराहरू लिएर आउँछु र सिबी कस्तो बनाउने भनेर पनि मलाई टिकटक भिडियोमा चाहिँ सोध्नु भएको थियो कतिजनाले होइन, मेसेज गर्नुभएको थियो। त्यसको बारेमा चाहिँ म भोलि अर्को भिडियोमा चाहिँ म हजुरलाई त्यसको बारेमा बताउँछु। मैले सिबी कसरी बनाएँ र कस्तो सिबी बनाउँदा हजुरले जब पाउन सक्नुहुन्छ भनेर चाहिँ म अर्को भिडियोमा कुरा गर्छु। आजको लागि यति नै। एकदमै धेरै हिम्मत बटुलेर चाहिँ आउनु होला। आउँदै हुनुहुन्छ भने वेलकम टु दुबई। सकेसम्म फेरि पनि भन्छु वर्किङ भिजामा लिएर आउनु होला। बाई। सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस् ल। थ्याङ्क यू। राधे राधे।